वेलकम टू माई न्यू ब्लग। सो म आज बिहानै उठेर मर्निङ वाकको लागि गएको थिएँ। मर्निङ वाकमा जाँदाखेरि मैले के महसुस गरेँ भने बाहिर जाँदाखेरि एकदमै चिसो थियो र चिसो भएको कारणले मैले यो स्कार्फलाई मुखमा यसरी ढाकेँ र यो टोपी लगाएँ। टोपी लगाएर बाहिर मर्निङ वाकको लागि गएको जाँदाखेरि एकदमै चिसो थियो, जसले गर्दा मेरो यो हात एकदमै कठ्याङ्ग्रेको थियो र कठ्याङ्ग्रेको कारणले गर्दा म केही समय मर्निङ वाक गरेँ र मर्निङ वाक गरिसकेपछि म फेरि घर फर्केर आएँ। घर फर्केर आएपछि केही समय त्यो घुरमा आगो तापेर मैले खाना खाएँ र खाना खाइसकेपछि म अहिले आफ्नो अफिसमा आइसकेको छु। सो म तपाईँले आफ्नो अफिसको टुर गराउन चाहन्छु। सो तपाईँ यहाँ हेर्न सक्नुहुन्छ मेरो सानो स्मल अफिस। सो मेरो अफिस कस्तो लाग्यो तपाईले कमेन्ट गर्न नबिर्सनुहोला। यदि कुनै किसिमको सुझाव सल्लाह छ भने प्लिज कमेन्ट गर्नुहोला। अहिलेलाई यति नै, अर्को ब्लगमा फेरि भेटौँला। बाई बाई।